हाय गाइस, आज मैं चूल्हे में गाजर का हलवा बना रही हूँ। हजुर देख्न सक्नुहुन्छ मेरो गाजरको हलवा चुलामा पाकिसक्नु लागेको छ। पतेलामा राखेको छु। हाय गाइस, अब हेर्न सक्नुहुन्छ म घी हाल्न लागेको छु। आफ्नो तरिकाले बनाउँछु, म कसैको तरिकाले बनाउँदिनँ। मैले घी हालेर मैले हिलाउन लागेको छु। हजुर देख्न सक्नुहुन्छ। चिनी पनि हाल्छु। चिनी हाल्छु। हजुरहरूले पनि यस्तै गरेर सर्दीको लागि नयाँ नयाँ डिसहरू बनाएर खान सक्नुहुन्छ। धन्यवाद। बनिसकेपछि फेरि हजुरहरूलाई देखाउने छु। अब काजु बदाम किसमिस हाल्न बाँकी छ। अनि हेलो दोस्तों, मेरो गाजर के हलुवा बनेर तयार भइसक्यो। अब खानालाई रेडी छ। धन्यवाद।